हिँड्छौँ मान्छे यहाँको मान्छेलाई लाग्छ कि हामी कति न ठुलो भ्लगर जब कि हाम्रो जम्मा 11 सब्सक्राइबर र भिडियोज पनि छन् एक दुईवटा जसमा ठिकठाक भ्युज आउँछ होइन। वेलकम टु आवर च्यानल र हामी छौँ अहिले जनकपुरमा र जनकपुर आउने बित्तिकै हामी आएका छौँ यहाँ के भन्छ अरे छठको सेलिब्रेसन हुने घाटमा र त्यो घाट यस्तो छ छठको सेलिब्रेसन चाहिँ यही हुन्छ यही छेउछेउमा मान्छेहरू बस्छन् र राति चाहिँ एकदम राम्रो हुन्छ छठको दिन। अहिले चाहिँ जस्ट टेन्ट लगाएको रहेछ होइन। सो जनकपुर आउने बित्तिकै हामीले सुरुमा यही देख्यौँ र यहीँबाट हामीले सोच्यौँ हाम्रो भ्लग स्टार्ट गर्ने। सो यही हो हाम्रो जनकपुरको छठ मनाउने ठाउँ। यहाँ माछाहरू पनि रहेछन्, यदि क्यामेरामा आउँछ भने हेर्न सक्नुहुन्छ। अहिले तर्साइदिए भागे। बिहानदेखि हामीले केही पनि खाएको छैन, हामीलाई भोक लागिरहेको छ। तर सुरुमा सोच्यौँ मन्दिर जान्छौँ मन्दिर हामी जान्छौँ जानकी मन्दिरभित्र, त्यसपछि कहाँ कहाँ जान्छौँ हेरौँ। हाम्रो प्लान अहिले फिक्स छैन। अरू यो चाहिँ यस्तो रहेछ। सो जानकी मन्दिर जाने गेट यही हो। वेलकम टु जनकपुर। सो यहाँ पोतेहरू यो हामीलाई कुनै काम छैन, ठाउँ नै होइन। तर यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ यहाँ अप्सनहरू र भेराइटीहरू टर्नै छ। र यहाँ हाम्रो जानकी मन्दिर है, यो त्यहाँबाट तपाईँ हिँड्दै हिँड्दै आउनुभयो भने यहाँ टक्क आइपुग्नुहुन्छ। यहाँ इयरिङ्सहरू पनि छ है। यसो एक्सिडेन्ट गर्नु रहेछ भन। खै हनुमानजी एकदम रमाइलो भइरहेछ गाइस। र अगाडि हेर्न सक्नुहुन्छ कति भिड छ भन्ने कुरा तपाईँ अन्दाजा लाउन सक्नुहुन्छ। तर रमाइलो पनि छ। यहाँ यो फिरफिरी हेर्नु, यसलाई के भन्छ फिरफिरीहरू छन् होइन। र भित्र पनि सायद भिडै छ टर्नै है। A few moments later. यो त मेरो पहिल्यैदेखि थियो। र जे भयो नि अब चाहिँ हामी सिरियसली जानकी मन्दिरभित्र जानेवाला छौँ। हामी जाँदैछौँ भित्र। सो भित्र पनि एकदमै राम्रो छ है हाम्रो जानकी मन्दिर चाहिँ। वाउ। बाट पनि एउटा आउने ठाउँ छ है। यहाँ त बिहे त भइथ्यो लामे। सो यहाँबाट चाहिँ तपाईँले टिकट लिनुभयो भने यो अगाडिको ठाउँबाट चाहिँ तपाईँ यहाँ माथि अनि यो अन्डरग्राउन्ड पनि छ एक ठाउँ घुम्ने, त्यहाँ घुम्न सक्नुहुन्छ। टिकट भनेको जम्मा 10 रुपियाँ 15 रुपियाँ हो होइन। तर हामी त्यहाँ जाँदैनौँ आज। चाहिँ एकदमै भिड छ जानकी मन्दिर पनि। आज जनकपुर नै भिड छ लगभग छैटले गर्दा पनि हो। केही उ नगर्नु होला, हामी मन्दिरभित्र गएनौँ। त्यहाँभित्र फोटोहरू अलाउ छैन, भिडियो बनाउनु भित्र गएर फोटो पनि अलाउ छैन। सो त्यसैले हामी एक राउन्ड हानेर त्यहाँभित्र के भयो हामी भ्लग बनाउँदै हिँड्छौँ मान्छे यहाँको मान्छेलाई लाग्छ कि हामी कति न ठुलो भ्लगर जब कि हाम्रो जम्मा 11 सब्सक्राइबर र भिडियोज पनि छन् एक दुईवटा जसमा ठिकठाक भ्युज आउँछ होइन। एभरेजको पनि मुनि नै छौँ तर स्टिल हामी आफूलाई ठुलो भ्लगर ठान्छौँ। त्यसरी नै बनाउँछौँ होइन। त्यसरी थम्बनेल पनि हाल्छौँ।
यता के भयो भने नि चल्दा चल्दा चाहिँ भाग्यो अनि जेसीबी ल्याएर मान्छे निकाल्नु पर्यो हो र ढिँडोरा फिटिसके त्यही गरी हामी सबै म्याच हार्यौँ भने अन्तर्राष्ट्रिय बेइज्जत हुन्छ यही हो राम मन्दिर सो हाम्रो राम मन्दिर चाहिँ यही नै हो गाइज एकदमै राम्रो छ र यो भित्र पनि जाने ठाउँ छ तर हामी जाँदैनौँ तर राम मन्दिर बाहिरबाट हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ र अब राम मन्दिर पनि सक्यो अब हामी कहाँ जान्छौँ छठको लागि चाहिँ एकदमै राम्रो प्रिपरेसन हुँदैछ तर अहिले राम्रो छैन किनभने बन्दैछ हैन तर पनि What do you mean, bro? What do you mean? यहाँ सुन्न म साइली भन्दै थिए तर मुरै खराब गर्थे ल भन अब हिँड्नु अब कतिखेर मुड चल्छ अनि भन्छु अब हामी जानेवाला छौँ घाटमा हाम्रो राम मन्दिर भिजिट पनि सक्यो घाट राम मन्दिर अगाडि छ धनुष घाट फाइनली जनकपुरमा हामीले हनुमानजी र रामजीलाई भेटिसकेका छौँ सो तपाईँले हेर्नुहुन्छ भने ठ्याक्कै उता चाहिँ राम मन्दिर छ र हामीले घुमेर यो साइडबाट यहाँ आएका छौँ यो ठाउँ पनि एकदमै राम्रो छ गाई के अरे घाट बन्दैछ के अरे साइडले गर्दा त्यो सबै सफा भइसक्यो त्यसैले अघि हामी त्यहाँ चढेनौँ यति सफा भएको बाँकी नै छ त्यसैले हामी यता आयौँ त्यसैले तल आउन पाइयो के भन्न चाहन्छस् भ्युअरलाई लाइक सब्सक्राइब कमेन्ट सेयर आजको हाम्रो ट्राभल चाहिँ यति नै थियो गाइज यदि हजुरहरूलाई हाम्रो भिडियो मन परेमा प्लिज लाइक गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला र यदि सेयर गर्न मन छ भने त्यो पनि गरिदिनु होला मन छैन भने पर्खन्छ त्यो पनि यस्तो भाउची खोल्नु हुँदैन क्या होइन गरिदिनु होला र आई होप हजुरहरूलाई हाम्रो आजको भिडियो मन पर्यो होला आज अब हामी फोटोसोटो खिच्छौँ अनि लागि चाहिँ बाई बाई अब चाहिँ आइज सो अब आजको लागि बाई बाई गाइज